नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? पक्कै पनि सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि स्वागत छ है हजुरहरूलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले तिते करेलाको रेसिपी लिएर आएको छु। छिट्टो अनि मिठो पारेर तिते करेला कसरी खाने त? ल आउनुहोस् अब तिते करेलातिर जाउँ। सुरुमा त मैले करेला लिएँ। त्यसपछि करेलालाई राम्रोसँग पखालेँ, धोएँ राम्रोसँग। अनि करेलालाई काट्न थालेँ। पातलो पातलो पारेर तिते करेलालाई काटेँ। पातलो पारो भने चाहिँ यसलाई पानी हालेर पकाइराख्नु पर्दैन। पानी हाल्यो भने हल्का तितो हुन नि सक्छ। त्यही भएर यसलाई तेलमा मात्रै भुट्नको लागि चाहिँ पातलो पातलो पार्नुपर्छ, छिटो पाक्छ नि त। अनि तिते करेलालाई काटिसकेर मैले एउटा बोलमा खनाएँ तिते करेला। अनि मैले प्याज काट्न थालेँ। प्याज पनि त्यसै गरी पातलो पातलो पारेर काटेँ। प्याजलाई पनि त्यसै गरी काटेपछि अब मैले लिन्छु यहाँ 3टा दाना टमाटर। टमाटर चाहिँ मैले 3टा मात्रै लिएँ, किनकि यति भए त्यसलाई ठिक हुन्छ नि त। यति भएपछि त्यसलाई पुग्छ। त्यसपछि टमाटरलाई पनि मैले प्याज र करेलाको जसरी नै सानो सानो पातलो पातलो पिस पारेर काटेँ, पातलो पातलो चाना पारेर। अनि मैले यता कराईमा अघि नै कराई तताएर तेल हालिसकेको थिएँ। अनि त्यसमा करेला खनाएँ। करेला खनाएर त्यसलाई मजाले भुट्ने, एकछिन राख्दै त्यसलाई मजाले भुटिराख्ने। त्यसमा पानी छम्किनु हुँदैन। अनि यतिको भएपछि मैले अदुवा लसुनको पेस्ट हालेँ, थोरै प्याज। अनि त्यसलाई फेरि प्याज पाकुन्जेल एकछिन चलाउने। त्यसपछि प्याज पाकेर यतिको भएपछि 1 चम्चा बेसार, 1 चम्चा जिरा धनियाँको धुलो, 1 चम्चा नुन, स्वाद अनुसार नुन। अनि अहिले काटेको टमाटर हालेपछि हाम्रो तरकारी यतिको हुन्छ करेला। त्यसपछि हाम्रो सिम्पल अनि सादा खाना। धन्यवाद।